यस्तो भूमि हो, विश्व भनेको हाम्रो यो शरीर हो भने यो देश यो हाम्रो शिर हो। विश्वकै शिर हाम्रो नेपाल। र अर्को कुरा यतिसम्म म भन्छु कि यो देवभूमि कसरी भयो। यहाँ त अहिले विभिन्न झुन्डा-मुन्डाले शासन चलाएका छन्। पापको पनि केही प्रवाह छैन। भोलि मर्नुपर्छ भन्ने कुनै वास्ता छैन। आज यहाँले यस्तो प्रकारको कार्यक्रम राख्नु भएछ। र पहिलो कुरा त यो देशमा कुनै देशको धेरै ठुलो अपराधी 100 जनाको हत्या गरेको यदि घुम्ने क्रममा लुक्ने क्रममा यो देशमा आएको छ भने पनि विभिन्न कारणवश उसको एक्सिडेन्ट दुर्घटना भएर मृत्यु भएको छ भने सबै त्यो पाप मोक्ष हुन्छ भन्ने त्यस्तो प्रकारको देश हो। हामी त्यस्तो देशमा जन्मिएका छौँ। यो देशमा त सुन खाने, फलाम खाने, पेट्रोल खाने, ग्यास खाने, सबै खाने यो देवभूमि। मलाई यो धेरै वर्ष अगाडिको कुरा, यो 5-6 वर्ष अगाडि मित्र प्रवीण पौडेलजीले भन्नुभएको कुरा मलाई बडो याद आयो। गुरुजी, यो देश नेपालमा त यो माथि पहाडबाट बगेर आएको यो सुन्दर स्वच्छ पानीलाई मात्रै यो ट्याप गरेर अल ओभर द गल्फमा हामीले बिक्री गरियो भने यो 2,93,00,000 नेपाली जनता यो भर्खरै जन्मिएकोदेखि 100 वर्षसम्मका मातापितासम्मलाई यो देश विकास गरिकन 7 लाख रुपियाँ पर मन्थ भत्ता दिन पुग्छ भन्नुहुन्थ्यो। मलाई बडो हुँदै जस्तो लाग्यो। यहाँ त केही गरिएकै छैन। यो देशमा त्यस्तो प्रकारको देशलाई पनि अनि यो देश चलाउन नसक्नुको कारण के हो? परापूर्वकालमा यो देश नेपालमा हाम्रै पुर्खाको समयमा के थियो? यो देश नेपालमा यस्ता यो वकिल, न्यायाधीश, यति धारा, उति धारा, नियम, कानुन, जेल, प्रहरी के पनि थियो। मात्र धर्मले देश टिकेको थियो। सम्झिनुहोस्, एउटा 10 किलोको सुन हिराको डल्ला लिएर गएर त्यो अगाडि चोकमा राखिदियो भने पनि ओहो यो त कसको होला? यो हामीले लग्यो भने धेरै ठुलो पाप कर्म हुन्छ। यो कसको होला बुझाइदिनु पर्यो। सबै हल्ला खल्ला गर्थे, जुन व्यक्तिको हो उसैलाई बुझाइदियो। त्यस्तो प्रकारको देश आज यो देश नेपालमा यो नियम, कानुन, संविधान, यति धारा, उति धारा, जेल, न्याय, प्रहरी सबै छ। तर दिन 2 गुणा रात 4 गुणा के भइरहेको छ? हत्या, हिंसा, जघन्य अपराध सबै घटिरहेको छ। कसको कारणले? धार्मिक शिक्षाका कारण। त्यति बेला धर्मबाट सापेक्ष राष्ट्र थियो। हुन त भगवान पनि कसको अन्डरमा हुनुहुन्छ? मन्त्रको अन्डरमा। मन्त्र कसको अन्डरमा? हाम्रो अन्डरमा हुनुहुन्छ। यहाँ त नामको अगाडि टिआर राख्नु, त्यत्रो विद्या बारिदी गरेर पिएचडी गरेको व्यक्ति उसको आमा चाहिँ वृद्धाश्रममा हुनुहुन्छ। त्यो विडम्बना छ। पहिलो भगवान त आफ्नो माता र पिता हो कि होइन? एउटा डाक्टर लेख्ने व्यक्ति, समाजमा विद्वान भनिएको व्यक्तिले आफ्नो पितालाई, मातालाई लिएर गएर वृद्धाश्रममा जानुहोस् भनेर लगेर राखिदियो। मेरो घरमा डिस्टर्ब भयो, तपाईँको हाम्रो सबै कुरा केही मिलेन भन्ने भयो, लगेर राखिदियो। हुन्छ बाबु छोरा, तिमीले भन्छौ भने म वृद्धाश्रममा बस्न तयार छु भन्ने भयो त्यो बिचरी आमाले। भोलिपल्ट बिहानै वृद्धाश्रममा छोडिदियो त्यो आमा। 5 बजे ढोकामा आएर भक्त गरेर घर ल्याउँदा त्यो छोराले छर्को मानेर भने, तपाईँलाई मैले हिजै वृद्धाश्रममा लगेर छोडेको होइन, आज किन आउनु भन्दा, हे बाबु, एउटा अत्यन्तै प्रिय भक्तले अत्यन्तै मिठो यो मिठाई स्वादिष्ट ल्याइदिएको रहेछ। तिमीलाई नखाइकन म कसरी खाउँ भनेर यो मिठाई मात्र कुरेर आएको बाबु। ए तिम्रो घरमा त म बस्दिनँ किनकि तिमीले वृद्धाश्रम पठाइसक्यौ। म त्यही खुसी हुन्छु भने बिचरा त्यो मिठाई दिएर फर्किन्छ। आमाको माया भनेको त्यो हुन्छ। हाम्रो यो देश नेपाल हाम्रो मातृभूमि हो। संस्कृतमा पनि भनिन्छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जन्म दिने माता, हामी जन्मेको देश भनेको स्वर्गभन्दा पनि प्यारो हुन्छ। वास्तवमा हामी धेरै राष्ट्र घुमिसक्यौँ। नेपाल जस्तो सुन्दरता छ। आधी घण्टाको दूरीमा प्रचण्ड गर्मी हुन्छ, आधी घण्टाको दूरीमा एकदम शीतल हुन्छ। ती आमा वृद्धाश्रममा बस्दै गयो, जीवनको उत्तरार्ध भयो,
80-90 वर्ष वसन्त पार गरिसके पश्चात त्यो वृद्धाश्रमवालालाई भनिन्छन्, बाबु हेरी यहाँनिर त एउटा पङ्खा लगाइदेऊ न भन्दा, आमा तपाईँको त अब बेलुन जाने समय, बिदाई हुने समय भयो, अब तपाईँलाई किन पङ्खा, यत्रो 20-30 वर्ष तपाईँलाई पङ्खा चाहिएन भन्दा, होइन यही स्थानमा मेरो छोरा पनि यहीँको आउनुपर्छ कि यही एउटा पङ्खा लगाइदेऊ त भन्छ। त्यो छोराको माया त्यो आमालाई कति हुँदो रहेछ। यस अर्थले गर्दा हामीले, मलाई जहाँसम्म लाग्छ, राष्ट्र बनाउनको निमित्त कस्तो हुनुपर्छ भनेर भने राम कथा वाचन गर्न सक्ने व्यक्ति हुनुपर्छ, रामायणको पूर्ण रूपमा ज्ञान हुनुपर्छ। राष्ट्रको जनतालाई दुःख दिए भने कस्तो प्रकारको पाप लाग्ने, राष्ट्रमा विकास भयो भने कस्तो प्रकारको पाप लाग्ने, भ्रष्टाचार गरियो भने कस्तो प्रकारको पाप लाग्ने, ती कुराको ज्ञान हुनुपर्छ। शास्त्रले भनेको होइन, त्यो त मैले भनेको होइन, नामको अगाडि डिआर राखेको छ, त्यो शास्त्रले भनिन्छ, त्यसको पढाइ त सुन्न हो, अरू कुरा गर्नुहुन्छ। किनभने जीवन जगत राष्ट्र संस्कार आफ्नो नीति नियम आफूले गर्नुपर्ने जिम्मेवारी के पनि बोध हुँदैन, पायो खायो सक्यो। भगवानले के भन्नुहुन्छ थाहा छ, मृत्यु सबैमा हुन्छ। 100 वर्ष अगाडि यो स्थान कस्तो थियो, यो राष्ट्र कस्तो थियो हामीलाई थाहा छ छैन, 100 वर्ष पछाडि कस्तो हुन्छ त्यो पनि थाहा छ। मृत्यु भएर जाँदा रामकृष्ण आश्रममा बसालेर यस्तै प्रोजेक्टर लगाएर भगवानले अङ्कमाल गरेर भनिदिनुहुन्छ, अङ्कमाल गरेर के भनिदिनुहुन्छ भन्नु होला भने, ल पृथ्वीको मृत्यु लोकमा घुमेर आउनुभयो, तपाईँलाई स्वागत छ, तपाईँले के कर्म गर्नुभयो भनेर अगाडि चित्र लेखापछि चित्र हुन्छ। त्यसपछि गएर यतापट्टि प्रोजेक्टर लगाएर हेरिन्छ, राम्रो कर्म कति गरिएछ, नराम्रो कर्म कति गरेछ। यो त घुम्ने क्रममा हामी त यो भ्रमण आएको सम्झिनुहोस्। 5 किलो जति पाप कर्म गरियो, 100 ग्राम जति पुण्य कर्म पनि गरिएको रहेछ भने त्यो प्रश्न भयो। अब केले नि पाप कर्मको पहिला सुरुवात भयो है, यो विभिन्न लता वृक्ष, यो जलचर योनिमा सबै हामी 84 घुम्न गयौँ, 5 किलो पाप नष्ट भयो। अनि पुण्यको निमित्त, पुण्य त अहिले अत्यन्त राम्रो पुण्य छ, कुनै पनि सुख भोग गर्ने एउटा सहरमा कुनै एउटा बालक जन्मन्छ, जन्मने बित्तिकै त्यो बालकको विलासी जीवन हुन्छ। सँगै जन्मेको त्यो प्रसुति गृहको अस्पतालको अर्को बेडमा पार्टीको झुपडीमा गएर बस्नुपर्छ बिचरा, त्यो जन्मन्छ। त्यो पनि एउटा के हो, आफ्नो प्रारब्ध। यस अर्थले गर्दा हामीले कुनै पनि व्यक्तिले, हामी कोही कसैले यदि राष्ट्र चलाउन गयौँ भने, हामीले कस्तो प्रकारको जनतालाई, देशलाई समृद्ध नेपाल बनाउने भन्ने विषयमा, यो विषयमा हामीले त्यसरी बुझ्न सक्यौँ भने, त्यसरी गर्न सक्यौँ भने राम्रो हुन्छ। हामी त धनी त यसै पनि धनी छौँ नि, तपाईँ हामीभन्दा धनी संसारमा अरू कोही छ? म त त्यही पनि राजनीति गर्ने व्यक्ति नै होइन। राजनीति यदि मैले गर्न पर्यो भने त मलाई कुनै पनि, मलाई जहाँसम्म लाग्छ कुनै पार्टीको मलाई छत्र छाया चाहिँदैन होला, मेयर बन्न, यो पार्लियामेन्टमा सांसद बन्न। यतिकै गएर म फलानु उठेँ भन्ने हो भने म मेरो क्षेत्रमा 100% जितिन्छु, यो प्रश्न। तर तपाईँहरूको निमित्त मैले भन्दैछु, म एउटा धार्मिक योद्धा पनि हो। यो विश्व शान्ति फाउन्डेसन नेपालको पनि पछिल्लो चरणमा म अध्यक्ष भएको छु र मेरो एउटा एक प्रकारको सपना छ, यो राष्ट्रको 77 जिल्लामा 77वटा कार्य समिति बनाउने, हरेक पालिकाको समिति बनाउने र यसै गरी विश्वभरि जहाँ जहाँ हाम्रा नेपाली जनहरू बस्नु भएको छ उहाँहरू सबैलाई विश्व शान्ति फाउन्डेसन नेपालको छाताभित्र